अब चाहिँ जाडो महिना जान लागेछ है फुल मजाले फुलेछ है ठाउँ चाहिँ यो चाहिँ डल्ले खोर्सानी What's up? Wait, तेरो चप्ली त यहाँ छ त अनि चप्ली रेडी छ रेडी डल्ले खोर्सानी रोप्नको लागि रेडी यस्तो छ अहिले चाहिँ भोलिसी रोपेपछि चाहिँ खत्रै हुन्छ हावा चलिरहेको रहेछ हो आज फेरि के को साग हो यो तोरीको साग ओ माई गुडनेस यता त भएछ तोरीको साग यस्तो रहेछ तोरीको साग मजाले पलाएछ आमामा तोरीको साग त चिसो छ तर पनि उम्रिन्छ क्या तोरी चाहिँ नि कस्तो भने कालो शीत परेन भने चाहिँ राम्रै हुन्छ अनि हेलो ओ नो फुल झरेछ ओ माई गुडनेस के भयो फुल झरेछ नन पिक इट उया ल हो यो फुल रोप्नको लागि रेडी बनाएको रहेछ मतलब किनेर ल्याएको यो लडेछ क्या हावाले गर्दा हावा चलिरहेछ नि त आज त उतै पिक गर न दुईटा ए एउटा हो डन यो चाहिँ बजारबाट किनेको फुल है यो चाहिँ सायद के हो थाहा भएन ओ माई गुडनेस धनिया पो रहेछ यो त धनिया रहेछ धनिया नै उम्रिँदो रहेछ प्याज पनि यत्रो भएछ होइन अनि यो चाहिँ चेरीको बोट ए स्ट्रबेरीको बोट स्ट्रबेरीको अनि आज त्यस्तै छ मौसमी दामी छ दामी घाम लागिरहेछ होइन हल्का हावा चलिरहेछ त्यस्तो उयो पनि होइन हल्का हावा चलिरहेछ क्या फुल चाहिँ नि साह्रै मजाले फुल्छ क्या यहाँनिर नि यो मुना पलाउने बेलामा नि अब भर्खर मुनाभन्दा पहिले अगाडि फुल्छ अनि मात्रै पलाउँछ पर देख्न सक्नुहुन्छ होला होइन त्यहाँनिर फुल्छ क्या पहिले फुलिरहेछ अनि मात्रै मुना पलाउँछ यहाँ पनि त्यस्तै छ अझै यहाँनिर फुलको बोटहरू रहेनछ क्या मतलब यस्तो ठुल्ठुलो बोट हुन्छ क्या झ्याम्मै त्यो मजाले फुल्छ पहिले अनि मात्रै मुना पलाउँछ क्या त्यो चाहिँ मैले काम गर्ने ठाउँमा छ तर अब काम गर्ने ठाउँमा भिडियो गर्नु मिल्दैन होइन अनि त्यही भएर यस्तो चाहिँ यतिखेर चाहिँ साह्रै दामी हुन्छ क्या झारहरू होइन यो यहाँको वातावरण चाहिँ एकदम दामी हुन्छ मलाई उतै घर चाहिँ साह्रै मनपर्छ मैले पहिलेको भिडियोमा पनि भनेको थिएँ होला होइन उतै घर चाहिँ साह्रै मनपर्छ क्या डाँडामा छ कि डाँडा टपमा छ क्या डाँडा त होला नि डाँडा भन्नु पनि आउँदैन हौ र दामी छ अनि यता चाहिँ यस्तो चाहिँ रोड छ होइन घरकै अगाडि रोड छ यहाँ त प्रायः जस्तो सबैको घरको अगाडि रोड हुन्छ होइन अनि यस्तै छ होइन यदि बाहिरबाट मतलब युएस बाहिरबाट अथवा कतै भनौँ न नेपालहरूबाट हेर्दै हुनुहुन्छ भने चाहिँ मानेको यहाँ विदेशमा हुनेहरूलाई त सबैलाई थाहा छ होइन घरको अगाडि त रोड हुन्छ फेरि हाँस्नुहुन्छ होला अनि त्यो बोट त मजाले उयो भएको थियो फुलेको थियो ड्याम्म भएर अहिले त कम्ती फुलेछ त्यस्तो छ चिसै छ हौ यो मौसमको नि यही हुँदैन भरोसै हुँदैन भन्थ्यो हो रहेछ घाम लागिरहेछ हो हावा चलिरहेछ क्या चिसै छ म चाहिँ फेरि भर्खर मलाई चाहिँ बिरामले छोडेको होइन रुगा र खोकीले चिसो लागेछ कि अनि फुलभन्दा मुनाभन्दा पहिले फुल्छ चाहिँ अनि यो चाहिँ धुप्पीको बोट अग्लो छ देख्दैन अनि यस्तै छ यहाँ चाहिँ ठाउँ अब चाहिँ गर्मी लाग्दा जाडो लाग्दा पनि चिसो धेर भयो भने कम्प्लेन गर्ने होइन
अनि गर्मी लाग्दा पनि कस्तो हुन्छ भने गर्मी लाग्यो लु के साह्रो गर्मी भन्ने हुन्छ आकाश त एकदम खतरा देखेछ ल स्काई दामी रहेछ है आकाश चाहिँ यो चाहिँ मेरो दिदीको कान्छी छोरी एउटै हो तर कान्छी भनौँ न 3 जनामा ऊ चाहिँ माइला ल आजको लागि चाहिँ यति नै होला भन्छु थप भिडियो हाल्ने कोसिस गर्नेछु होइन भएछ भने एड गर्छु अहिलेको लागि चाहिँ यति नै चिसो भयो बेबी काम इनसाइड काम अस्ति देखाएको डल्ले खोर्सानीहरू चाहिँ यता यता भइसकेको छ होइन यो चाहिँ बाहिर जानलाई रेडी छ अब नेक्स्ट मन्थ जान्छ नेक्स्ट मन्थ भन्नाले यो मदर डे पछाडि हामी रोप्ने तयारीमा छौँ होइन अनि बोडी गएर मैले अस्ति देखाइसकेको थिएँ तर अस्ति चाहिँ अलिक सानो थियो आज एकदम ठुलो भएको छ होइन यही हो त्यो अघिको त्यो उसमा जाने भनेको अनि अर्को कुरा भनेको यो चाहिँ पुरानो बोट हो पहिलेको बोट हो यतिको भएको छ दिदीहरू सपिङ गर्नुभएको थियो होइन सपिङ गरेर आइसक्नु भएको छ होइन गेस वाट यो चाहिँ मासु है के को मासु भन्नुहुन्छ होला नि म भन्दिनँ के को मासु भनेर होइन अनि यस्तो छ है अनि रकतिर छ होइन अनि यति छ सपिङ अब यो थन्को मनका गरेर चाहिँ आज चाहिँ सटरडे होइन अघि नै भनिसकेको छु अनि हेरौँ अब के हुन्छ होइन अहिलेको लागि चाहिँ यति नै फेरि ब्याक हुन्छु अहिले एकछिनबाट अनि एउटा कुरा यो खालको चित्र नि कहाँ पर्यो चित्र कहाँ पर्यो चित्र कहाँ पर्यो यो खालको चित्र नि साथीहरू होइन यो खालको चित्र चाहिँ साह्रै मनपर्छ मलाई चाहिँ नेपालमा पनि पाउँथेँ होइन यहाँ पनि पाउँदो रहेछ तर कम्ती मात्रामा पाउँछ यहाँ चाहिँ साह्रै मनपर्छ क्या यति टमाटरसँग भुटेर खानु नि मासुभन्दा मिठो लाग्छ क्या यो चित्र चाहिँ मलाई मासु चाहिँदैन क्या यो चित्र छ भने चाहिँ मलाई